नमस्कार, तपाईहरुलाई स्वागत छ हाम्रो बागमती बंगुर फार्ममा। आजको हाम्रो यस भिडियोको मुख्य विषय भनेको हामीले घरमै दाना पनि बनाउन सकिन्छ, तर त्यो कसरी बनाउने, त्यसको फर्मुला के हो भन्ने विषयमा कुरा गर्नेछौं र कम्पनीको दाना र हामीले बनाएको दानामा के कस्तो फरक हुन्छ र यसको रिजल्ट के कस्तो आउँछ भन्ने विषयमा नि रहेर कुरा गर्नेछौं। यदि च्यानलमा आज मात्रै जोडिनु भएको छ भने सब्स्क्राइब गरेर जोडिनु होला। सर्वप्रथम त दाना बनाउनु भन्दा पहिला सुरुमा चाहिँ हामीलाई दानामा के चाहिन्छ अथवा बंगुरलाई चाहिने कुराहरू के हो भन्ने कुरा विषयमा रहेर कुरा गरौँ। जस्तै एउटा सन्तुलन आहार हुनको लागि त्यो आहारमा बंगुरलाई चाहिने तत्त्वहरू कार्बोहाइड्रेट हुनु पर्यो, प्रोटिन हुनु पर्यो, फ्याट हुनु पर्यो, भाइटामिन्स हुनु पर्यो र मिनरल हुनु पर्यो र वाटर हुनु पर्यो, जस्तै पानी हुनु पर्यो। मतलब यो 6 वटा तत्त्व चाहिँ बंगुरको सन्तुलन आहारको लागि अथवा ब्यालेन्स डाइटमा चाहिँ हाम्रो यो 6 वटा तत्त्वहरू पर्छ। यो हामीले बनाउने दानाहरुमा यो सबै तत्त्वहरू चाहिँ आएको हुनुपर्छ। हामीले आज बनाउने भनेको 100 किलो दाना हो र 100 किलो दाना चाहिँ हामीले वयस्क बंगुरलाई अथवा 50 देखि 100 किलोको बंगुरलाई चाहिँ दाना बनाउने तरिका सिक्नु। जस्तै पहिला सुरुमा हामीलाई एकदमै इम्पोर्टेन्ट एकदमै आवश्यकता पर्ने भनेको मकै हो, जुन चाहिँ हाम्रो लोकल एरियामा अथवा हाम्रो गाउँघरमा पनि सहजै रूपमा हामीले सजिलैसँगले प्राप्त गर्न सक्छौं मकै हो। र मकै हामीले मकैको सिजनमा चाहिँ हामीले भण्डारण गर्न सक्यो भने हामीले लगभग 28 देखि 32 रुपैयाँ किलो पर्न सक्छ। जस्तै 100 किलो दाना बनाउँदाखेरि चाहिँ 50 देखि 55% अर्थात् 50 देखि 55 किलोसम्म चाहिँ हामीले मकै हामीले प्रयोग गर्नुपर्ने हुन्छ। र मकैमा चाहिँ हामीले एउटा कुरा के याद गर्नुपर्छ भने मकैमा 9% कार्बोहाइड्रेट हुन्छ र 3.9% हाम्रो क्रुड प्रोटिन हुन्छ, जुन चाहिँ बंगुरलाई अत्यन्त आवश्यक पर्ने चीज हो। त्यही भएर हामीले चाहिँ मकै चाहिँ सुरुमा सबैभन्दा धेरै परिमाणमा मकै युज गर्छौं। त्यसपछि भनेको हामीलाई राइस पोलिश भन्छ ब्रान्ड युज गर्छौं हामीले, जसमा चाहिँ त्यो चाहिँ हाम्रो यो कार्बोहाइड्रेटको अथवा फाइबरको लागि चाहिँ उपयुक्त हुन्छ, फाइबर बढी हुन्छ कार्बोहाइड्रेट। त्यसमा चाहिँ हामीले 25 किलो जति चाहिँ अथवा 25% अथवा 25 किलो जति चाहिँ हामीले राइस पोलिश युज गर्न सक्छौं हामीले। र अर्को एकदमै अत्यन्त आवश्यकता पर्ने चीज भनेको चाहिँ हामीले भटमासको पिना। हामीले भटमासको पिना चाहिँ लगभग तपाईको 2 देखि 2.5 किलोसम्म हामीले भटमासको पिना युज गर्छौं। भटमासको पिना चाहिँ हाई प्रोटिन हुन्छ भटमासको पिना र यसमा फ्याट पनि हुन्छ। त्यही भएर चाहिँ हामीले यो भटमासको पिना चाहिँ हामीले लगाउनै पर्ने हुन्छ। भटमासको पिना छोड्नै मिल्दैन यो हामीले घरमा दाना बनाउँदा पनि। र यो जति पनि कुराहरू भनेछु हामीले यो 12-13 वर्ष काम गरेको एक्सपिरियन्सको आधारमा र पहिला हामीले ट्रेनिङ लिँदाखेरि हामीलाई हाम्रो ट्रेनरले अथवा हाम्रो प्रशिक्षकले हामीलाई कसरी सिकाउनु भएको थियो त्यसकै आधारमा भन्दैछौँ। यसलाई थोरै मोडिफाइड पनि गरेको छौँ हामीले, किनभने अहिले त इन्टरनेटमा पनि हामीले विभिन्न रिसोर्सेसहरू मतलब विभिन्न कुराहरू खोज्न सक्छौँ। हामीले इन्टरनेटबाट पनि अथवा च्याट जीपीटीबाट पनि भेटेको कुराहरू हामीले चाहिँ यसमा इन्क्लुड गरेको छौँ। यो हामी विज्ञ भएर बनाएको कुरा हैन, यो सबै ठ्याक्कै मिल्छ भन्ने छैन। यो टेन्टेटिभली हामीले घरमा यसरी पनि बनाउन सक्छौँ, जसको रिजल्ट चाहिँ लगभग यदि प्यालेट दानाले अथवा कम्पनीको दानाले 100% रिजल्ट दिन्छ भने हामीले चाहिँ यसबाट चाहिँ 90 to 95% चाहिँ रिजल्ट निकाल्न सक्छौँ। अथवा बंगुर 6 महिनामा हामीले प्यालेट दाना खुवाएर चाहिँ 100 किलो बनाउन सक्छौँ भने हामीले आफ्नै घरमा बनाएको दाना खुवाएर पनि 90 देखि 92 93 किलोसम्म हामीले बनाउन सक्छौँ। त्यही भएर हामीले चाहिँ यो बनाएको हामी कुनै विज्ञ भएर अथवा हाम्रो एकदम यो अथेन्टिक फर्मुला हैन, यो अथेन्टिक फर्मुला पनि हजुरहरूलाई चाहिन्छ भने हामी यो फर्मुलाहरू पनि हजुरहरूलाई किनभने यो फर्मुला किन्नुपर्छ। यो दाना बनाउने फर्मुलाहरू कम्पनीहरूले जति बाहिरबाट एक्सपोर्टहरू भित्र्याउँछ उहाँहरूले कम्पनी त्यो फर्मुला राखिराख्नुहुन्छ नि, यस्तो यो फर्मुलाहरू चाहिँ हाम्रो यहाँ नेपालमा पनि थुप्रो विज्ञहरू हुनुहुन्छ, उहाँहरूले फर्मुलाहरू उहाँहरूसँग पनि किन्न पाइन्छ। त्यही भएर यदि तपाईहरुलाई चाहिन्छ भने आगामी दिनमा हामी बच्चाको लागि कसरी दाना बनाउने अनि माउको लागि छुट्टै दाना हुन्छ, दाना कसरी बनाउने अथवा स्टार्टर लगभग तपाईको 14 देखि 30 किलोसम्मको लागि कस्तो दाना बनाउनु, त्यो सबै कुराहरू हामी तपाईहरुलाई भिडियो मार्फत भन्नेछु। यदि तपाईहरुलाई चाहिन्छ भने हामीले त्योहरू भिडियोहरू पनि अथवा त्यो फर्मुलाहरू पनि तपाईहरुलाई प्रोभाइड गर्नेछौँ आगामी दिनहरुमा। जस्तै मैले भन्नु खोजेको चाहिँ हामी कुनै पनि विज्ञ भएर योहरू भनेको होइन, हामीले जुन हाम्रो एक्सपिरियन्सको आधारमा जुन हाम्रो अनुभव छ, कार्य अनुभव छ, त्यसको आधारमा हामीले चाहिँ यो भिडियो बनाएको। जस्तै चाहिँ हामीले आफैले युज गरिरहेका छौँ। हामीले के गर्छौँ भने माउलाई 100% दानामा चलाउँछौँ, बच्चालाई 100% दानामा चलाउँछौँ, किनभने हामीले सबै कुरा जुटाउन सक्दैनौँ नि त, जति बंगुरलाई चाहिने तत्त्वहरू सबै जुटाउन सक्दैनौँ। त्यही भएर हामीले चाहिँ बच्चालाई र बंगुरलाई चाहिँ
100% दानै चलाउँछौँ, कम्पनीको फिडै चलाउँछौँ, हामी आफै जान्ने बनेर हामी कुनै पनि दाना बनाउँदैनौँ। तर जति पनि यो बिचको अन्तरालमा स्टार्टर अथवा ग्रोअरको लागि हाम्रो हुन्छ नि 14 देखि 30 किलो 30 देखि 50 किलोसम्मको लागि चाहिँ हामी आफै दाना बनाउँछौँ र भाले लागिसकेपछि लागि नि हामी आफै दाना बनाउँछौँ। र अघि मैले भने भटमासको पिना अत्यन्त आवश्यक छ। भटमासको पिना भनेको नि हाई प्रोटिन हो। यसको मुख्य स्रोत नै यही हो, दानाको लागि एकदम चाहिने चिज हो। हामीले यो छुटाउनै मिल्दैन, यदि तपाईँले दाना बनाउँदै हुनुहुन्छ भने छुटाउनै मिल्दैन। अर्को पिना चाहिँ हामीले तोरीको पिना पनि युज गर्न सक्छौँ। हामीले तोरीको पिना युज गर्दाखेरि चाहिँ हामीले त्यो तोरीको पिना लगभग अहिले हाम्रो तराईतिर चाहिँ 30 रुपियाँ किलो पाइरहेको छ। तपाईँहरूकोतिर कतिमा पाइन्छ त्यो कुरा तपाईँहरूले एनालाइसिस गरेर युज गर्नु होला। हामीले तोरीको पिना लगाउनु पर्ने भनेको चाहिँ 8 देखि 10 किलो हो। र तोरीको पिना लगाउँदाखेरि चाहिँ एउटा कुरा हामीले अत्यन्त मतलब दिमागमा राख्नुपर्ने कुरा चाहिँ तोरीको पिना जहिले पनि हामीले भुटेर लगाउनु पर्ने हुन्छ। तोरीको पिनालाई चाहिँ हामीले जस्तै मानौँ न के गर्नु पऱ्यो भने तपाईँले तोरीको पिना ल्याउनु पऱ्यो। तोरीको पिनालाई ढुट्टाएर तपाईँले एउटा हाम्रो यो च्याख्ला भन्छ नि अथवा दर्रा बनाउँछ नि हामीले, त्यस्तो फर्ममा उसलाई त्यो ढुट्याउनु पऱ्यो। ढुट्याएर तपाईँले कराईमा यसलाई भुटेर दानामा मिक्स गरिदिनु पऱ्यो। र अर्को आवश्यकता कुरा भनेको चाहिँ हामीलाई खनिज पदार्थ मिनरल मिक्सचरहरू चाहिँ हामीलाई 1 किलोदेखि 1.5 किलोसम्म चाहिँ हामीलाई मिनरल मिक्सचर चाहिन्छ। किनभने सबै कुराहरू यो मकै ब्रान्ड भटमासको पिना तोरीको पिनाहरूमा त सबै कुरा आउँदैन। त्यही भएर एडिसनल मिनरलहरू चाहिँ हामीले 1 देखि 1.5 किलोसम्म हामीले मिक्स गर्नुपर्ने हुन्छ। र अर्को पनि एकदमै आवश्यकता कुरा भनेको चाहिँ एउटा बोन मिल हो र अर्को भनेको फिस मिल हो अथवा त्यसलाई भन्छ सिद्राको धुलो भन्छ हो। यो पनि हामीले युज गर्नुपर्ने हुन्छ। जस्तै बोन मिल तपाईँले लगभग 200 ग्राम 300 ग्रामसम्म युज गर्नु सक्नुहुन्छ भने तपाईँले सिद्राको धुलो 1 किलोदेखि 2 किलोसम्म युज गर्न सक्नुहुन्छ। अनि अर्को हामीलाई चाहिने भनेको चाहिँ डाइ क्याल्सियम फस्फेट भन्छ, डिसिपी भन्छ। डिसिपी चाहिँ हामीलाई 1.5 केजीदेखि 1.5 केजीदेखि भनौँ 1 केजीदेखि 1.5 केजीसम्म चाहिँ हामीले चाहिँ प्रयोग गर्नुपर्ने हुन्छ। जस्तै यो सबै सामानहरू जति पनि भनेको छौँ, यो सबै सामानहरू एकजना सर हुनुहुन्छ चाबैलमा पसल राखेर बस्नु भएको छ। उहाँ भेटनरी काम पनि गर्नुहुन्छ, सबै सामानको काम गर्नुहुन्छ। उहाँ हुनुहुन्छ भीमलाल पौडेल सर हुनुहुन्छ। उहाँलाई तपाईँले सम्पर्क गर्नु सक्नुहुन्छ अथवा तपाईँले कुनै पनि सामान चाहियो भने हामीलाई भन्नुहोस्, उहाँको नम्बर तपाईँलाई डाइरेक्टली प्रोभाइड गरिदिन्छौँ। तपाईँ उहाँबाट पनि धेरै कुराहरू सबै सामानहरू जम्मा गर्न सक्नुहुन्छ। अर्को भनेको अत्यन्त आवश्यकता पर्ने 100 किलोमा अत्यन्त आवश्यकता पर्ने चिज भनेको टक्सिन बाइन्डर। किनभने कुनै कुराले टक्सिन प्रोड्युस गरेर आउँछ। टक्सिन बाइन्डरले चाहिँ त्यो टक्सिन प्रोड्युस हुन नदिनलाई उसले त्यो काम गरेको, त्यो टक्सिन बाइन्डरको काम हो त्यो टक्सिन प्रोड्युस नहुनलाई। किनभने दानामा धेरै टक्सिन भयो भने बङ्गुर मर्ने अथवा तपाईँले धेरै त कुखुरामा सुन्नुहुन्छ कुखुराहरू भ्याट मर्ने त्यो हुन्छ नि त। त्यसको लागि चाहिँ हामीले टक्सिन बाइन्डर युज गर्नुपर्ने हुन्छ। टक्सिन बाइन्डर चाहिँ हामीले 200 ग्राम युज गर्नुपर्ने हुन्छ। किन यो महँगो छ टक्सिन बाइन्डर चाहिँ हामीले 2 केजी युज गर्नुपर्ने हुन्छ। अर्को भनेको चाहिँ केमोलिन भन्ने अर्को एउटा पाइन्छ, त्यो चाहिँ हामीले 50 ग्रामसम्म युज गर्न सकिन्छ। र अन्त्यमा चाहिँ हामीले नुन 700 ग्राम युज गर्ने हो। नुन पनि चाहिन्छ किनभने दानामा नुन हुन्छ, त्यही भएर हामीले आफूले बनाउँदा पनि नुन चाहिन्छ। हामीले 700 ग्राम चाहिँ नुन पनि प्रयोग गर्न सकिन्छ हामीले आफूले बनाएको दानामा पनि। र यो सबै भनेको कुराहरू हामीले सबै कुराहरू अरेन्ज गरेर आफैले दाना बनाउन सक्नुहुन्छ। तपाईँले अघि नै भनिहालेँ कम्पनीको दाना त बेस्ट नै हो। किनभने उहाँहरूले त्यत्रो बाहिरबाट एक्सपर्टहरू हायर गरेर त्यत्रो दाना फर्मुला बनाएर त्यत्रो प्लान्टहरू इस्टाब्लिस गरेर बनाउनुहुन्छ। कम्पनीको दाना त बेस्ट नै भयो। तर हामीले बनाएको दानाहरू पनि यो कुराहरू मिक्स गर्न सक्यौँ भने हामीले रिजल्ट चाहिँ बेस्ट नै निकाल्न सक्छौँ, जुन चाहिँ हामी आफैले पनि गरिरहेको छौँ। जस्तै हामीले भाले लागेकोलाई पनि आफैले दाना बनाउँछौँ। हामीले आफैले बनाएको दाना 50% र कम्पनीको दाना 50% हामीले युज गर्दा पनि हाम्रो त्यो भाले लागिसकेको बङ्गुरहरूलाई खुवाउँदाखेरि चाहिँ हामीले बच्चाहरू चाहिँ लगभग बच्चा जन्मिँदैन बेला बच्चा चाहिँ हाम्रो 1800 ग्रामदेखि 200 ग्रामसम्म हाम्रो बङ्गुरहरूले पाइरहेको छ। यो भनेको त राम्रै रिजल्ट हो। त्यही भएर हामीले जानेको कुराहरू एउटा तपाईँहरूलाई पनि सजिलो हुन्छ कि भनेर हामीले जसरी गरिरहेको छौँ त्यसरी तपाईँहरूलाई पनि सजिलो हुन्छ कि भनेर हामीले यो भिडियो बनाउनुको मुख्य उद्देश्य नै यही हो। हामीले यसरी भिडियो बनाउँदाखेरि चाहिँ हामीलाई चाहिँ हाम्रो कस्टिङ कम पाउँछ। जस्तै मानौँ न तपाईँको 100 रुपियाँ तिर्नुपर्ने छ भने तपाईँले लगभग 65 देखि 70 रुपियाँ मात्रै तिरे पुग्यो। यसरी गर्दाखेरि चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ कस्टिङ कम आउनु भनेको नै हाम्रो प्रफिट हाई हुनु। यसरी हामीले आफैले पनि गर्न सक्छौँ। त्यही भएर चाहिँ
केही न केही कुराहरू चाहिँ हामीले कतै न कतैबाट अहिले त यत्रो धेरै रिसोर्सेस छ, जस्तो हामीले जे पनि कुरा खोज्न मिल्छ इन्टरनेटबाट। हामीले यो कुराहरू पनि सबै कुरा खोज्नु छ। यदि तपाईँहरूलाई सबै कुराको फर्मुला चाहिन्छ भने हामीले त्यो कुरा पनि तपाईँहरूलाई उपलब्ध गराइदिनेछौँ, किनभने हामीले एक्सपर्टबाट त्यो फर्मुला किन्छौँ। किनेर हामी सबै भिडियोहरू मार्फत तपाईँहरूलाई सबै फर्मुलाहरू हामी आगामी दिनमा तपाईँहरूलाई यदि चाहिन्छ भने हामी चाहिँ सबै कुराको भिडियोहरू बनाउनेछौँ। दानाको जस्तै बच्चाको लागि पनि दाना बनाउन सकिन्छ, एक्सपर्टहरूबाट फर्मुला किन्यो भने माउको लागि पनि बनाउन सकिन्छ। हामीले यो 14 देखि 30 किलोको लागि बनाइरहेका छौँ, 30 देखि 50 किलोको लागि पनि हामीले बनाइरहेका छौँ। र यसरी सबै कुराहरू हामीले आफैले पनि जुटाएर आफ्नै स्थानीयमा जस लोकल एरियामा पाउनेहरू जस हाम्रो यो सबै कच्चा पदार्थहरू प्रयोग गरेर पनि हामीले राम्रै खालको दाना बनाउन सकिन्छ र रिजल्ट राम्रै हुन्छ। कम्पनीको जस्तो रिजल्ट चाहिँ अलिकति त्यो हुन्छ भन्न त्यो त मूर्खता नै हो, किनभने कम्पनीको त रिजल्टहरू एकदम राम्रो हुन्छ। कम्पनीको दाना भनेको चाहिँ हामीले त्यो रिप्लेस गर्नै सक्दैनौँ, किनभने सबै कुरा हामी उनीहरूको सबै मेकानाइज हुन्छ अथवा मतलब सबै अटोमेटिक हुन्छ, मेसिनले सबै मिलाएको हुन्छ। त्यो त हामीले आफैले गरेर त कुनै बढी कुनै घटी भइहाल्छ। त्यही भएर कम्पनीको जस्तो बेस्ट रिजल्ट त दिन सकिँदैन, तर पनि 90% कम्पनीले 100% दिन्छ भने